कहिले आफै जुटे, कहिले पार्टी बनेर फुटे, सोझा साझा जनता कुटे, छुट्नुसम्म छुटे, कहिले जाली बनेर लुटे, कहिले नेता बनेर लुटे, जताबाट पनि जनतालाई मार, नेपालीलाई सधैँ हाहाकार, पार्नु पारे भार, कहिले काडे तार, कहिले छेकमा, अब हुनुपर्छ कि वार कि पार, कति अँध्यारोमा बसी खाइरहने मानव, अब हुनुपर्छ यसको छिनो खानो, जति सम्झिरहन्छु उति बढ्छ जलन, यस्तै त छ नि हजुर चलेको चलन। एउटै मोबाइलमा दुईटा सिम आँखा सधैँ झिमझिम, एउटै मोबाइलमा दुईटा सिम आँखा सधैँ झिमझिम, साझा पखनको भाइ खुट्टेले दिमागै निम्रिम, साथमा सुरा सुन्दरी ए नेता हो क्या गर्यो मोज, दिनै पछि भोज, जनता पनि सोझा गर्दैनन् खबर खोज, नेपालको तमाखुलाई भारतको पातो, आगो चढाउ रातो, 7 दिन 7 रात भइसक्यो, हामी नेपाली बैरागीको पेटमा छैन तातो, 8औं दिनको दिनक पायौँ एउटा गहुँको टाटो, त्यहाँभन्दा बेसी खाएको भए भ्रष्टाचारीको काटो। कति गाली गर्नु शराब पिल्लाई, शराब त उल्टै हुने धराप, हिजो दलन आज दलन, यस्तै त छ नि हजुर चलेको चलन। योजनाकारहरूले क्या सताए, कैलालीमा घटना घटाए, कुन दिशामा जाँदैछ देश, यस्तै भए सकिन्छौँ रहँदैनौँ हामी शेष, के को बाहुन के को थारू के को जनजाति, मिलेर बस्छौँ हामी अब बनेर साथी, देश बनाउन सबै जुटेर अघि बढौँ, गाउँ अनि बस्तीबाट उठेर अघि बढौँ, बन्द गर नेपालीले नेपालीलाई मार्न, नत्र भने पर्छ हामीले सधैँभरि हार्न। बुद्ध जन्मेको देश हो यो शान्तिको खानी, मै खाऊँ मै लाऊँ नेपाली नेताको बानी, नबढाऊ चिन्ता नबढाऊ चलन, यस्तै त छ नि हजुर चलेको चलन। इन्काउन्टरको नाममा जनता मार्ने, सोझा साझाले त हो नि बढै आँसु झार्ने, कहाँ गयो नियम कहाँ गयो कानुन, दैवले मात्रै जानुन्, बन्दुकको भाषा सबैले मानुन्, चाहे राम्रो होस् चाहे नराम्रो ठानुन्, कि त फाँसीको कानुन आउनु पर्यो कि त सुरक्षा पाउनु पर्यो, प्रहरीमा पनि भएन इमान, सबै ठाउँमा बेइमानै बेइमान, सज्जन होस् कि गुण्डाको नाइके, सबैले सुरक्षा पाउनै पर्छ, होइन भने जेल किन बनाउनु पर्यो, लगानी किन खनाउनु पर्यो, असहमति किन जनाउनु पर्यो, चिलाएपछि त कनाउनु पर्यो, प्रहरीको गोली घैँटेको ढलन, यस्तै त छ नि हजुर चलेको चलन। देश बनाउन पर्नेहरू कुर्सीको ताना तानमा मस्त, घुस खान व्यस्त भई पारे नेताले नेपालीलाई ध्वस्त, कस्तो भयो देश कस्तो भयो भेष, करोडौँको ब्रिफकेस मन्त्रीज्यूको चेस, सबैले गरे हो केस, हुनुपर्छ अदालतमा पेश, तर अख्तियार अनुसन्धान निदाइरहेछ, उल्टै प्रहरीको सरुवा, पोखियो पानी रित्तियो करुवा, पुलिसहरूसँग नि डराउने हाम्रा देशका नेता पानी मरुवा, हिमालबाट लाक्पा उठ पहाडबाट हरि, तराईबाट उठ ललन, यस्तै त छ नि हजुर चलेको चलन। आफूलाई असन्तुष्टि भएपछि नेताले जनता उतार्छन् सडकमा, आफू सडकबाट सदनमा पुग्ने, जनता सधैँ सडक, नेताको सडक भडक, जनता जहाँको तहीँ, जाने ठाउँ छैन कहीँ, सडकमै टायर बाले सडकमै आन्दोलन, आफै सडकबाट सदनमा पुग्ने अनि सडकबाट व्यापारी हटाउने, सडक खाली गराउने, वाह नेता जान्यौ कस्तो कायता, यो सुन्दा सडक व्यापारीको भाषा बिचल्ली, तर नेताको भन्ने हल्ली र चल्ली, चुनाव हारे धाँधली भन्ने चुनाव जिते राम्रो, त्यसैले त आज भोलि नेताको बोली र उद्रेकको चोली उस्तै लाग्न थाल्यो।
त्यसैले त आज भोलि नेताको बोली र उद्रेको चोली उस्तै उस्तै लाग्न थाल्या छ। उद्रेको चोली टाल्न मिल्ने नेताले गुन्डा पाल्न मिल्ने चोली उद्रिन्छ कपडा गले नेता उद्रिन्छ सरकार ढले। चोली मैले धुनु पर्छ नेता मैले जनता रुनु पर्छ। चोलीमा चार तुना हुन्छ नेताभित्र झुट 4 गुना हुन्छ। चोली शरीरमा टास्न तुना कस्नु पर्छ नेता देशमा आफै टाँसिन्छन् घुसखोरी भित्र भासिन्छन्। त्यसैले त म फेरि भन्छु उद्रेको चोली र नेताको बोली उस्तै हो। इन्काउन्टर भन्नु र त्यत्तिकै हान्नु गोली उस्तै हो। नेताको फाइट जनतालाई छलन यस्तै त छ हजुर चलेको चलन। धेरै भयो झै झगडा धेरै भयो बन्द जातीयताको विष हामीलाई लाग्दा मन्द अब बनौ बुलन्द हातमा हात राखौँ रिस त्यागौँ अङ्गालो मारौँ। जाति धर्म र भाषा नबनौ हामी तमासा। अब मिलेर हिँड्नु पर्यो विष रोक्नेलाई चिन्नु पर्यो। छैन हामी भित्र मापन गर्ने कसिस जातीयतामा युद्ध गराउने बाजीहरू हेर्छन् बसी के को बाहुन के को दलित नेपाली हौ हामी। जातीयता भन्दा पनि नेपालीपन दामी। पहाडमा पहिरो आए तराईले छेक हिमालमा जाडो बढे पहाडले सेक। हिमाली पहाडी मधेसीले लगाइदिउँ मित सबै थोक छ हामीसँग के छैन हामीसित। अब फेरि कहिल्यै पनि नबढोस् है चलन बदल्नु पर्छ अब हामीले चलिरहेको चलन बदल्नु पर्छ अब हामीले चलिरहेको चलन। ओइ रिमा थाहा छ हिजो तिमीले कुमकुम भाग्य हेर्यौ? अनि त अनि मैले नि हेर्न पाइनँ। राम्रो स्टेट गरे कि यार गाना त्यस्तै बनाउनु मन थियो भाउले पैसै दिँदैन नि त। भाउ 100 रुपियाँ दियो भने 99 रुपियाँ किन्छ 98 रुपियाँ 97 रुपियाँ भए पुग्दैन 96 रुपियाँ 95 रुपियाँ पनि मलाई त घुम्न जाने हो भने हिँडेर आइज घर खा अरे त्यस्तो भन्छ यस्तो छ यस्तो लेभल छोरी हेर्दा हुँदा पनि हाम्रो बाउ त यार 17 सेन्चुरीको जस्तो छ। यसो बोयफ्रेन्ड बनाउन पाए दिन्थ्यो नि स्टेट गर्न पाइन्थ्यो छैन भाउले घरमा म पारी चोकमा क्यारम बोर्ड खेल्न जाउँ के भयो दिनमा झेकाउ ओइ फेरि फोन भयो केटीहरु त आजकलको यहाँले जिस्काएर हेर्नु हैरानै पार्छ केटाहरु पार्छ जानीहरु चाहिँ जानी बजाउ नसुने जस्तो गरे बिस्तारै जानी जाइ बढ्छौँ है बिस्तारै नगरी तपाईँ जानी त अगाडि मलाई डर लाग्छ केटीहरु त्यही जिस्कै हेर्दै कता आउने बाटो नि बाटै हामी बाटै यस्तो ह्यान्डसम केटीहरु देख्दा नि लगाउँछ ह्यान्डसम हामी ह्यान्डसम अन्तरी कस्तो राम घरमा तिनीहरूको दाजुभाइहरू छैन त्यसो भए बाँच्छौँ त तिमीहरु बोइले हामी त कहाँ हुन्छ हेर्नु ए छोरी नले मलाई हेर्नु के गरेको जस्तो तिमीले सब नछोड त तिनीहरू के हो हाम्रो साथी हेर हात लिएर कुरा गर्ने मुरीलाई लाग पनि लाग्दैन फेरि छुट्ने अहिलेको जमानामा नि फेरि छोरीलाई फेरि भन्दै छु नछौ भनेर नछोड उता तिम्रो लाग्दैन तिमीलाई फेरि छुँदै रहेछ मलाई कस्तो उता फुल रेस लाग्दैन ए मलाई बचाउनु जति छोड के हो तिनीहरू के हो पारा यस्तो उता तिमीहरू एक्लै दुई केटाहरू हो तिनीहरूले हेर हात लगाएको हातलाई तिनीहरू बाटो छोड नकचरीहरू हामी जान्छौँ तिमीहरु के लगाएको तिमीहरु यस्तो हेर्दा त लाउरेको जस्तो लाग्यो यार लाउरेको छ लाउरेको छ फेरि छोयो नजिकाउ तिमीहरु मेरो घरमा कतिजना हुनुहुन्छ आमा बाउ दाइ दिदी भाइ मन धनी बाउ उनीहरू त तिम्रो बुवा उता आउँदैछ हामी जरा साइडमा जान्छौँ मेरो बाउ त बिरासी हो के छोड्दैन नि त यहाँले के गर्ने हो कस्तो लगाएको डर पो लाग्न थाल्यो अब जाउँ अरु हैन
हामी जिस्काउँदैन कहिले पनि अहिले अचार सबै दिएर नानी हामीलाई हतार भएछ हामी बाटोमा केयरपोर्ट किन जान्छ तिम्रो घरमा दाजुभाइ छैन त भन्छ नछोड नानी नभन जाऊ जाऊ हामी कस्तो मोरा रहेछ नि 21 सेन्चुरीको मान्छे हाम्रो बाउ जस्तो रहेछ अहिले चाहिँ यिनीहरू आउँछन् हामी लुकेर बसौँ होइन आउँछन् त्यो पछाडि बर थियो नि बर त्यसको बचपन लुकेर बस्छन् अनि आउँछन् टक्कबाट निस्किने अनि त्यसपछि पैसा मागौँ दियो भने नभए किडन्याप मर्जी मागौँ न यार फोन नम्बर पैसा मागौँ दियो भने नमागे नदिए किडन्याप ओके गेट डन यार हाम्रो सपना पुरा कभर स्टेट गर्नु भयो कभर स्टेट बनाएपछि त्यस्तो ढाङ्नाहरूलाई को लिएर पाकेहरूलाई यार हुन्छ नि कभर यस्तो गुन्द्रुक जस्तो भएर अनि कस्तो हेर न खुम्चाङ खाम्चाङ भए है मैले लिपस्टिक कति ल्याक्यो 200 हो नि यार तिनीहरू तेरा पाछे तिनीहरू पनि त राम्रै छ नि यार कति परेर अब त मान्छे राम्रो भयो नि त मजी नदेम जस्तो लाग्छ आज चाहिँ बहुत रमाइलो क्यारियोन कस्तो जित्यो यार दाजी पनि हान्ने थियो एउटा गुडी लगाएर फेरि मेरो त्यहाँ अलिकति बाटो छिरेपछि छ अहिलेसम्म त्यहाँ काम छैन दाजु भयो कि अरू नै डर लाग्यो किन गरेर आम्दाउ छैन के भएको के भएको जमाना त यस्तो तिमीहरूको जमाना यस्तो जमाना जिन्दाले बाटो छेकेर नलदा मधेश्वर बस्यो यार यस्तो के भएको लाज शरम केही छैन यहाँलाई लाज मानेर बसेर त के काम अहिलेको जमानामा नि लाज शरम मानेर पहिला हेरै छोड हामी जान्छ हामी घरमा कति काम छ त्यहाँ जस्तो हलेर हिँड्नु पनि छ छोडा ओके 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 नाम त भनेर छोड्दै छोड्दिन हामी जा हाम्रो नाम हामी पछि भनौँला भन्नै पर्यो हामीले नाम नाम भनिदिनु त मेरो छड्के यसको पड्के तनैभरि मनैभरि हर्ष उमङ्ग छायो यसपालि पनि भसाउन गाई जात्रा आयो हुन त हाम्रो देशमा 12 महिना गाई जात्रा भइरहेको छ त्यही गाई जात्राको प्रभावले त होला सायद विकास निर्माण ठप्प भइरहेको छ खै केबाट सुरु गरौँ हजारौँ छन् कुरा मुखमा राम राम भन्दै बगलीमा छुरा देश लथालिङ्ग भएको छ कुर्सीको लागि हानथाप भइरहेको छ अरूको देश विकास निर्माणमा 5 गो गेरमा कुदेका छन् हाम्रो देश ब्याक गेरमा पछाडि गइरहेको छ के बेलामा चुनाव हुँदा ताकाको कुरा सम्झिनु भएको छ भोट पाउन मान्नेलाई फकाए नमान्नेलाई धम्काए मलाई त हिजोसम्म क्या छकाए जसरी भए पनि नडकाराउरी गरेर भोट खाए काठमाडौँमै घर हुने सभासदहरूले पनि कोठा भाडाको भत्ता खाए जनताले भोट गुमाए नेताहरूले त ज्यान बनाए वा राजनीति कस्तो प्रभाव तिम्रो हिजोसम्म सुथरी बाँधेको चप्पल लाउनेले आज दिङ्गो बुट लाए रातो पिरो चिल्लो गाडीमा चढे घर जमिन सम्पत्ति जोड्न अघि बढे कहिल्यै सुध्रिँदैनन् यी नेताहरू कुहिएको आलु झै सडे जनतालाई विरहको काँडा गढे लोड सेडिङको त्यस्तो सत्यताले कति जनता खाल्टा खुल्दिँदैन देशमा लोकतन्त्र आयो लोकतन्त्रसँगै गणतन्त्र आयो सारा नेपालीको जिन्दगीमा सुनौलो घाम लायो राजतन्त्रको अन्त्येष्टि भयो लामो समयदेखि नेपालीको मुटुमा गढेको काँडा पनि सती गयो तर गणतन्त्र त्यसै आएन जनताले पसिना बगाए प्रचण्ड गर्मीमा सडक तताए जिन्दाबाद र मुर्दाबादको नारा बताए राजाको चम्चाहरूले सताउनु सताए लौरीको पीडा सहे कतिजना शहीद भए के यही दिन देख्न जनता शहीद भएका हुन् जनता शहीद भए नेतालाई फाइदा वाह वाह यो कस्तो कायदा कुर्सीमा बसे पजेरो चढे
दलाली गर्न अगाडि बढे सन्नुसम्म सडे गर्नुसम्म गरे कहिलेसम्म भोग्नु पर्ला यस्तो दिन हरे पर्यो 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 पीर सारो छि 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 लाजको पसारो। आज भोलि हाम्रा देशका नेतालाई केसँग तुलना गरौँ आज भोलि हाम्रा देशका नेतालाई केसँग तुलना गरौँ म त छक्क पर्छु। आलु भनौँ आलु जस्तो स्वादिष्ट छैनन् काँक्रो भनौँ रसिलो होइनन् रामतोरिया भनौँ चिप्लो भएनन् कुहिएको टमाटर भनौँ झरेर गएन। हप्ता हप्तामा विदेश गएछन् देशको ढुकुटी टन्न खाछन् रगत चुसेको किर्ना जस्तै कोटिलो भाछन् पाउनुसम्म मोज पाछन् दिनहु सुकुटी हुस्कीको भोज पाछन् ढ्याउ ढ्याउ गरी पचाछन् सत्ता बचाछन् जान्न पनि कति जानेका तरिका वाह नेपालमा तिम्रा सन्तान थरी थरीका। जनताको अगाडि कसम खाए अब सुध्रिन्छौ भने विकास गर्छु भनी देशको भूभाग गने सोझा जनताले पत्याइहाले विश्वास गरे नेताकै भर परे कुर्सी होइन देश बनाउँछौ भन्या थे जनताको अगाडि सोझा बन्या थे झुटको खेती खन्या थे र त्यो फल फल्यो जनताले थमाइदिए नेताज्यूको पुर्जी फेरि अगाडि आयो लो कुर्सी त्यो देखेसी जनताको भलो केही जानेन त्यसमा नबसी नेताको मनले मानेन कुर्सी पाएपछि कहाँ मन मोड्छ कुर्सी पाएपछि कहाँ मन मोड्छ र कुकुरले हड्डी छोड्छ र। फेरि कुर्सीको ताना तानमा गएर मुलुक अल्झियो त्यो कुर्सीमा बस्न कति रहर लाको किन हो सबैलाई कुर्सी नै प्यारो भएको खै त नेता हो तिम्रो बुद्धि आएको सबै नेताहरूलाई काँडा भएको कुर्सीमा थच्चाउने हो भने सबको कुर्सी मोह घट्थ्यो कि देश विकासको बाटोमा अघि बढ्थ्यो कि। नेपालीले हेर साह्रै दुःख पाइएको छ देशलाई त जोस जागर भएको कर्मठ नेता चाहिएको छ। छातीमा हात राखेर भन्नुहोस् त श्रोता कति धोका पाइएको छ पटक पटक अमृत भनी विष खाइएको छ ताण्डव नृत्य भएको ठाउँमा गीत गाइएको छ त्यसैले त हामी सबै गाई जात्रा मनाउन आइएको छ। फुल यो कुरा नभुल पर्यो 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 पीर सारो छि 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 लाजको पसारो। अब कुरा गरौँ दुईजना जडियाको। पहिलो जडियाको जाँडसँग कुखुराको साप्रा लुछ्ने बानी अर्कोलाई जाँडसँग सुँगुर खाने बानी। पहिलोले पुकार्यो ए चरा हो आफ्नो पावर देखाओ विश्वको इतिहासमा नाम लेखाओ हिरोसिमा र नागासामी ध्वस्त बनाउने बम भन्दा कडा बर्ड फ्लू भित्राओ बल्ल पो आलु भन्दा सस्तो हुन्थ्यो कुखुराको मासु निस्तै झोल खानु पर्दा आइरहेछ आँसु साँच्चै बर्ड फ्लू त नआएर म दुलाएर सुकुटी भएको छु। यो बर्ड फ्लू नआउँदाखेरि जडियाले गरेको पुकार अर्को जडियालाई यो कुरो मन परेन नजिकैको सुँगुर फारममा पुगेर धुप बालेर पूजा गर्दै भन्न थाल्यो हे सुँगुर देवता कुखुरा त सानो तिमी त ठुलो बुझिदेऊ न मेरो कुरा बर्ड फ्लू मात्रै रोग छ र स्वाइन फ्लू पनि त रोग छ नि फैलाइदेऊ स्वाइन फ्लू हेर्छन् जनता टुलु टुलु भनी अनि बल्ल मेरो रक्सीले साथी पाउँछ मेरो स्वाइन फ्लू तिमी सबैभन्दा माथि। दुईवटै जडियाहरू एक आपसमा सोच्दै थिए अरे यो रोग भित्राएका यहाँका कुखुरा सुँगुरले होइन विदेशी पशु पन्छीले हुन्। फेरि एकपल्ट तानेर सोचे दङ्ग परेर भने सबै कुरा विदेशबाट आउँछ विदेशी सामानले प्राथमिकता पाउँछ सियो त उत्पादन हुँदैन उतैबाट आउँछ जे सामान आउँछ डुप्लिकेट आउँछ। ए बाबा यो रोग चाहिँ किन हुर्किन लाग्छ सबै सहयोग विदेशबाट आउँछ कहिले आर्थिक सहयोग कहिले स्कुल सहयोग कहिले अस्पताल सहयोग ल हेर त अब त रोग पनि छ। पहिलो जडियाले भन्यो ए मित्र मेरो कुरा सुन पहिलो जडियाले भन्यो ये मित्र मेरो कुरो सुन भिगे होठ तेरे प्यासा दिल मेरा भन्ने गीतमा नाच्ने हिरोलाई स्वाइन फ्लू भयो भने भारतीय हिरोइनहरूको हालत के होला। अर्को जडिया बिहोस होला
जल स्रोतमा हाम्रो देश धनी छ रे भन्न पनि लाज लाग्न थाल्यो। नत्र लोड सेडिङको जालोले किन हामीलाई गाल्यो। पानी परेको परै छ तर पनि बिजुली गएको गएछ। होइन हामीलाई मात्रै किन यस्तो भएछ। पानी जति सबै भारतलाई बेच्यो आफ्नो अँध्यारोमा बस्यो। भारत झिलिमिली हामी अन्धकार। वाह क्या गजबको छ संसार। अब त अँध्यारोमै बस्ने बानी परेछ क्या रे। बिजुली गएन भने लाग्छ दिगदार। धारामा पानी छैन, बिजुलीमा करेन्ट छैन, डिजल छैन, पेट्रोल छैन, टिभी हेर्दा केबुल छैन। कस्तो हाहाकार, कस्तो अभाव। 12 महिना 12 काल गाई जात्रामै बनेको छ देश। यही दिनलाई गाई जात्रा भनेर तोक्न पनि लाज होला जस्तो भइसक्यो। देशको अवस्थाले गर्दा हामी नेपालीको सपना हुरीले उडाएर लैसक्यो। अब एकैछिन कुरा गरौँ महँगीको। हजुरबाले कथा सुनाउनुहुन्थ्यो। हाम्रा पालामा सुकामाना घिउ पाइन्थ्यो बाबु। अनि सुनाउनुहुन्थ्यो 50 पैसा लिएर बजार गएको 1 बोरा नुन किनेर ल्याएको अझै पैसा नसिदिएर तेरा हजुरआमालाई 10 पैसा राख्न दिएको। अहिले त एकचोटि खाजा खान होटल गए सामान्य खाजालाई नि तिर्नु पर्छ 100। हाम्रो त बिचल्नी नै भए। अझै कति हुने हो यस्तो प्रलय। आलु महँगो, प्याज महँगो, दाल महँगो, चामल महँगो। जति महँगो भए पनि किनेर खानै कर लाग्छ। श्रीमतीले यो तरकारी चाहियो त्यो तरकारी चाहियो भन्छन्। बेलुका घरमै जान डर लाग्छ। अब एकछिन स्कुल कलेजको कुरा गर्न थालौँ। स्कुल कलेज खुल्न थाले। च्याउ उम्रेसरी यता कलेज उता कलेज देख्छु बाटैभरि। खेलकुद शुल्क, भवन निर्माण शुल्क, के हो के शुल्क उठाए। कलेज प्रशासन हुने गरी अगाए। कहिल्यै पढाइ हुने होइन। सोझा साझा विद्यार्थी छकाए। पढाइ नै नभएपछि विद्यार्थी पनि के कम। पञ्चवर्षे योजनाको प्याक लगाए। लौ जात। अब एकैछिन कुरा गरौँ बाढी पहिरोको। नेपालमा एउटा लोकगीत छ। बर्खा लाग्यो सररा भलबाढी पहिरो, बस्यो माया सररा झनभन्दा झन गहिरो। अरे किन नेपालमा बाढी आउँछ पहिरो आउँछ भनेको त माया गर्ने चोरीहरूको माग पो रहेछ। सम्झनुहोस् किन आउँछ बाढी सधैँ, किन आउँछ पहिरो। यही कुरा त छ नि गहिरो। जनतालाई पो पीर, नेताहरूलाई फाइदा। अरे वाह यो कस्तो कायदा। बाढी पीडितको नाममा पैसा झिक्यो, भ्रष्टाचार गर्न पाइयो। अरू बेला जनताको के काम, चुनावमा मात्रै चाहियो। भूमिमा राजनीति गर्ने भूमिका माफियाहरू मौन छन् यति बेला। बिचारा जनताको परे फेला। राहत देऊ सरकार नगर अबेला। खोलाको पानी माछाले खानी, नेपालको पानी भारतमा जानी। महाकाली सन्धि गनाइरहेछ, जनतालाई कमजोर बनाइरहेछ। यस्तै छ हजुर चलेको चल्ती। यहाँ पनि त नेताकै गल्ती। सपना उडे हावामा बग्रेल्ती। लोभी नेता लोभी मन, हरियो वन तस्करको धन। रातारात वन काट उज्यालो भाषी पैसा गन। हिउँदमा वन काटे बेचे पैसा कमाए रमाउनु रमाए। अनि किन नआओस् पहिरो, किन नआओस् बाढी। लौ है जनता अब त आफै सचेत हुने बेला आइसकेको छ। हाम्रो खप्परले धेरै दुःख पाइसकेको छ। भ्रष्टहरूले सिङ्गै देश खाइसकेको छ। त्यसैले त 2072 सालको गाई जात्रा मनाउन आइएको छ। अब कुरा गरौँ एकैछिन नायिका। रेडियो सुन्नुहोस्, टिभी हेर्नुहोस्, नायिकाको इन्टरभ्यू बजिरहेको हुन्छ। म पटक पटक हेर्छु, दङ्ग पर्छु नायिकाको ठुटे अङ्ग्रेजी सुनेर। एक्चुअली बाई द वे थ्याङ्क यू या यही 4वटा अङ्ग्रेजी पटक पटक दोहोरिन्छ। त्यहाँभन्दा बढी त जान्न नि पर्यो नि। एउटी चलेकी नायिका छिन् रेखा थापा। खोइ के रेखा भन्नु, धेरै कुरा देखाउँछिन्। कुरा 6 महिना पहिलाको हो। मेरो एउटा साथीसँग काठमाडौँमा हिँड्दै थिएँ। अगाडि फिल्मको सुटिङ भइरहेको रहेछ। मैले भने यो साथी ऊ रेखा थापा। मैले भने यो साथी ऊ रेखा थापा। मेरो साथीले भने रेखा होइन भाइ। म छक्क परे, त्यो रेखा नै हो। मैले फेरि पनि भने मैले चिनेको छु। फेरि सोधे यो साथी कसरी तिनी रेखा होइनन्। तब मेरो साथीले भन्यो त्यो त रेखा होइन, त्यो त रेखा होइन, त्यो त देखा हो देखा। अरे वाह क्या गजबको बात हो। त्यो देखा नै हो।
के देखाउँछिन् देखाउँछिन्। मैले सोधेँ रेखाजी किन तपाईँ बढी अङ्ग देखाउनुहुन्छ? मैले सोधेँ रेखाजी किन तपाईँ बढी अङ्ग देखाउनुहुन्छ? रेखाको जवाब मैले देखाएको कथाले मागे जति मात्रै दिएकी हुँ। म छक्क परेँ। अरे यार, कथाले माग्दा त यति दिन्छन्, तपाईँ हामीले माग्नु भने कति दिनु? देशमा लोड सेडिङ बढिरहँदा नेपाल सरकारले गर्न नसकेको एउटा कामले गर्दा म चिन्तित हुन्छु। देशैभरि बत्ती बालेर विदेशमा बेच्न पुग्ने बिजुली छ। देखा थापाले नाचेको एउटा गीत हेर्नुहोस् त। ओए 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 करेन्ट लाग्छ मलाई छोए। अरे रेखा थापाको शरीरमा त्यत्रो करेन्ट छ, तिनको जिउलाई पावर हाउस बनाएर देशैभरि बिजुली दिनु नि लोड सेडिङको समस्या नै हुँदैन। त्यही रेखासँग नाच्नाले प्रचण्डलाई लागेको करेन्ट त अझै विश्वास छैन। कुरा गरौँ नारीको, नारी प्रकृतिको फुलबारी, यिनको अस्तित्व हराउन दिनुहुन्न। तपाईँ हामी सबैको जिम्मेवारी। अस्तित्व हराए त रामाराम तनावै हुन्छ, देशलाई घाटा हुन्छ। एक बित्ताले जिउ ढाकिन्छ। कपडामा धेरै खर्च नभएपछि सबैलाई फाइदा। 14 फेब्रुअरीको बेला प्रेम दिवसको मेला, प्रेमी प्रेमिकाको भेला, एउटी नारी आइन् तल झर्न लागेको पट्टु लाउँदै। को रहेछिन् भनेर हेरे, उनले भनिन् के हेरेको? मैले भने के नानी खै कपडाले जिउ बेरेको। उनले भनिन् जुनी फेरियो, त्यही भएर 2 इन्चीले जिउ बेरियो। नजिकैबाट हेरे, मेरी प्रेमिकाको रहेछिन्। आफ्नै इज्जत जाने डरले नजिकैको हार्डवेयरमा गए। 4 इन्चीको वाल किल्ला र हम्मर किने। उनले सोधिन् के ल्याएको? मैले भने किला र घन। उनले भनिन् कस्तो मिस्टुरी मन, बाख्रा बाँध्न हो भनेर सोधिन्। मैले भने होइन, तिम्रो कट्टुमा काँटी ठोक्न। कम्मरमा किला ठोकेर भए पनि यो कट्टुलाई अड्काउने इन्तजाम गर्नु पर्यो। मैले यति मात्रै के भनेको थिएँ? प्रेमिकाले छोड्दी आफ्नो मन अन्तै मोड्दी। घरमा गएको स्वास्नी गमक्क फुल्छे, ओल्लो कोठा र पल्लो कोठा डुल्छे अनि बरबराउँछे। क्या हो तिम्रो चाल? यसरी त भएन है भन्दै बोल्छे। आलु प्याज चामल ल्याउने सबको लिस्ट बनाउँछे, किनेर ल्यापो भन्छे। सम्झिन्छु कति फरक छ ताली र गालीमा, ज्यान घरवालीमा मन त बहार। हुन पनि कस्तो रहेछ यो साल, साह्रै महँगो भो दाल। कस्तो भयो जमाना, यस्तो तालले महँगीले थिचेर नेपालीको आउँछ काल। अब त तरकारी खान सरकारी जागिर खानु पर्ने भयो। वर्षेनी सरकारी जागिरेको तलब बढ्छ, सर्वसाधारण त भोकमारीले मर्ने हो। अब कुरा गरौँ झाडा पखलाको। नयाँ सरकार गठन भयो, बजेट भाषण भयो, प्रमुख नारा उठ्यो गरिबी निवारण गर्ने अरे। प्रमुख नारा उठ्यो गरिबी निवारण गर्ने अरे। अब यो नारा परिवर्तन गरेर गरिबी होइन गरिब निर्मूल पार्ने भनेर बनाउनु पर्ने भयो। ठुला बडाहरू हेलिकप्टरमा घुम्ने, गरिब मरेको मरे। वा सरकार कति ठुलो उपहार देउनी गरिबहरूलाई। नेताहरू हात छिवायो भने विदेशमा उपचार गर्न जानुपर्ने, गरिबहरू चाहिँ 10 रुपियाँको जीवनजल नपाएर मर्ने। वा नेताहरू भैजालाई प्यारो जाजरकोट, नेतालाई प्यारो जर्मन। चुनावको बेला मागौला भोट, पटवासको लौरीले टाउको फुटाउन् जनताले। होस् गर है नेता होस्। हुन त समावेशी नेपालको कुरो उठिरहेको बेलामा बस्न आएको हैजालाई पनि समावेशी ठानेर छोड्या पो हो कि? यो कुरा चाहिँ बुझ्न गाह्रो छ। दिनदिनै हैजाले जनता मार्ने, निर्मूल नहुने कुरो चाहिँ साह्रो छ। झाडा पखलाको मिटिङ बस्या छौँ, करोडौँ भत्ता खाछौँ। जनता मरेको मरे, नेतालाई दसैँ आएको छ। भूकम्पले पनि हामीलाई नै तर्साएको छ, सारा नेपालीलाई ऋणी बनाइदिएको छ। हुन त कति विदेशी रोग भित्रिए नेपालमा, एड्स, बर्ड फ्लू, स्वाइन फ्लू। विश्वबाट रोग भित्रियो, हामी नेपाली रोगहरू चाहिँ किन चुप बस्ने भनेर झाडा पखलाले पनि सल्भ लाएको हुन सक्छ। कति गर्नु कुरा, कति गर्नु दुःख, कसलाई दिनु दोष। यो गाई जात्रासँगै सबै नेताको बुद्धि राम्रो होस्, यति छ इच्छा, यही छ चाहना। अर्को गाई जात्रामा अर्को नयाँ प्रहसन ल्याउने गरेछु बहाना। लौ त जय देश
जय जनता। कसैलाई नपरोस् गाह्रो, कहिल्यै पनि नेताहरूलाई भन्नु नपरोस् लाजको पसारो। गाई जात्रासँगै नेताको बुद्धि आओस्, नेपालमा समृद्ध छाओस्। जय गाई जात्रा, जय देश, जय जनता, जय जनता।